सामान्य जागिर, जीवनशैली, करोडपति जस्तो गैरकानुनी रूपले आर्जन गरेका अथाह सम्पत्तिहरू छन् र यस्ता सम्पत्तिहरू आफ्नो नाममा नभई आफन्त, नातागोता, साथीभाइको नाममा राखिएको छ र ती सम्पत्तिहरू देश तथा विदेशमा समेत रहेका छन्। यदि यस्तो भएमा हामीले आफै गएर इमेल वा हुलाक मार्फत समेत उजुरी गर्न सकिन्छ, किनभने हालै सम्पत्ति छानबिन आयोग 2083 ले सार्वजनिक सूचना जारी गरेको छ र यसरी सम्पत्ति आर्जन गरेका व्यक्तिहरू राजनीतिक पदाधिकारी, कर्मचारी वा अवकाश प्राप्त गरेका व्यक्तिहरू छन् र उनीहरूको यस्तो अवैध सम्पत्ति वा ठुलो आर्थिक कारोबार भएको शंका भएमा हामीले आफै उजुरी गर्न सक्छौं र यसरी उजुरी गर्दा उनीहरूको विरुद्धमा भएसम्ममा प्रमाणहरू समेत पेश गरी उनीहरूको सम्पूर्ण विवरण समावेश गरेर गर्न सकिन्छ र यसरी उजुरी गर्दाखेरि हामी उजुरी गर्ने व्यक्तिको गोपनीयता समेत सुनिश्चित गरिएको छ।